इनएक्टिभ हुनुको कारण चाहिँ के हो त? सिरियस कुराको बारेमा यो भिडियो बनाउनु पर्यो भनेर भन्दै थिएँ, है गर्ने सक्ने अवस्थामा पनि थिइनँ म। वेलकम ब्याक टु माई च्यानल, होप यु गाइज आर एब्सोल्युटली फाइन। इट्स योर बॉय मिस्टर अर्याल बोइड ब्याक अगेन विथ न्यू भिडियो। र आजको यो भिडियो चाहिँ स्टोरी टेलिङ टाइपको भिडियो होइन, यो भनेको चाहिँ एउटा सिरियस कुराको बारेमा यो भिडियो बनाउनु पर्यो भनेर भन्दै थिएँ। अनि त्यही भएर म युट्युबमा धेरै दिनदेखि इनएक्टिभ थिएँ र यो इनएक्टिभ हुनुको कारण चाहिँ के हो त? मैले युट्युबमा भिडियो हाल्न किन झट्टै 1 महिनादेखि मैले किन युट्युबमा भिडियो आइरहेको छैन, अनि आए पनि त्यत्रो लङ ग्यापमा किन आयो? मलाई धेरैजना सब्सक्राइबरहरूले मेल गर्नुभएको थियो, मैले मेलको रिप्लाई गर्ने सक्ने अवस्थामा पनि थिइनँ म। अब त्यसको चाहिँ मेन रिजन भनेको चाहिँ मेरो हेल्थ इस्यु हो। मेरो हेल्थ इस्यु लगभग मैले त्यो दरबार हत्याकाण्डको जुन पार्ट 1 हालेँ हो, त्यो पछाडिदेखि अलिक बिग्रिँदै गएको हो। र दरबार हत्याकाण्डको भिडियो नि 1 महिना पछाडि आउनुको कारण चाहिँ भनेको रिसर्च। यो मैले बनाउने भिडियोको लागि धेरै नै रिसर्च गर्नुपर्ने हुन्छ, धेरै रिसर्च गरेर स्क्रिप्ट राइट गरेर अनि अडियन्सलाई कस्तोले चाहिँ अडियन्सको मन जित्न सक्छ, कसरी चाहिँ अडियन्सले यो भिडियो कुन प्रकारको हो, के हो भनेर बुझ्न सक्छ भनेर हो, त्यस्तो टाइपको हुन्छ। र अनि मैले त्यो जुन दरबार हत्याकाण्डको पार्ट 1 हालेँ, त्यस पछाडिदेखि मेरो हेल्थमा निकै नै समस्या देखिरहेको थियो। मेरो इन्टरनल हेल्थमा लगभग म धेरै दिनदेखि बेड रेस्टमा थिएँ। म फिजिकली काम गर्ने अवस्थामा पनि थिइनँ। फिजिकली काम गर्ने, युट्युबको लागि रिसर्च गर्न, भिडियोहरू यताउता गर्नको लागि म सक्ने अवस्थामा पनि थिएन। बट मेक स्योर टु सब्सक्राइब माई च्यानल है। अनि तपाईँहरूले सब्सक्राइब गरिदिनु भयो भने मलाई मोटिभेसन मिल्छ भिडियोमा काम गर्न। बट अब चाहिँ युट्युबमा भिडियो कन्टिन्यू आउँछ अर्याल बोइडमा। जस्तै पहिले लगातार हप्तामा 1, 2, 3टासम्म मैले भिडियोहरू पब्लिस गरिरहेको हुन्थेँ। अब मेरोमा टिम भन्ने छैन, म सबै थोक आफै नै गरिरहेको हुन्छु। एडिटिङदेखि लिएर स्क्रिप्ट राइटिङ, रिसर्चहरूदेखि लिएर सबै थोक म आफै गर्छु। र अब चाहिँ त्यो युट्युबमा अबको 2 देखि 3 दिनभित्रमा अब यो भिडियो अपलोड भइसकेको 2 देखि 3 दिनभित्रमा अर्को भिडियो आउँदैछ गाइस। सो स्टे ट्युन फर द्याट। र यति भन्दै thanks so much for watching. Make sure to subscribe and let's meet in another video. Thanks for watching. Bye bye.